जय मसीह सबैजनालाई। आजको दिन चाहिँ यति दामी भएको थियो। बिहानदेखि नै अरू बेला चाहिँ पुरा पानीहरू परिरहेको हुन्थ्यो, तर आज चाहिँ पानी परेको थिएन। एकदमै उज्यालो भइरहेको थियो। अरू बेला त पुरा फगी लागेर कस्तो केही नदेख्ने हुन्थ्यो, तर आज चाहिँ यति दामी भइरहेको थियो। अनि फ्यामिली प्रेयर हुनुभन्दा अगाडि म चाहिँ माथि गएर मजाले भिडियोहरू गरिरहेको थिएँ, किनभने यस्तो दामी दिन भएको थियो। अनि आज चाहिँ हामी चाहिँ उता बिकमत भन्ने ठाउँमा चाहिँ हामी सेवाको लागि गइरहेको थियौँ, सङ्गतिको लागि। अनि यहाँबाट चाहिँ म जब निस्केँ, यस्तो हेरेको त नाम्ची बजार साइडमा त कस्तो दामी भइरहेको रहेछ। अलिकति भए पनि बजार देखिरहेको थियो। अनि यो आकाशको क्लाउड कस्तो दामी उज्यालो देखिरहेको थियो। यो क्यामेरामा त्यस्तो राम्रो देखेको छैन, तर यस्तो दामी देखिरहेको थियो कि। अनि म चाहिँ उकालो जाँदै थिएँ, किनभने त्यहाँ माथि रोडमा निस्किनको लागि चाहिँ अलिकति सिँढीमा भएर जानुपर्छ। माथि गाडी आएर अलरेडी हामीलाई पर्खिरहेको थियो। त्यहाँ चाहिँ अङ्कल आन्टी हुनुहुन्थ्यो, माथि गाडी देखिरहनु भएको छ। अनि हामी चाहिँ सबैजना भेला भएर हामी 8 जना जस्तो चाहिँ हामी उता बिकमत एकजना हाम्रो चर्चको आन्टीको घरमा चाहिँ हामी सङ्गतिको लागि गइरहेको थियौँ। किनभने म बिकमत चाहिँ कहिले पनि गएको थिइनँ, यो चाहिँ मेरो फर्स्ट टाइम थियो। बिकमतमा चाहिँ सङ्गति गर्न आएको छौँ हाम्रो मणिमा आन्टीको घरमा। हामी लगभग 8-9 जना छौँ। यहाँनिर 8 जना छौँ। यहाँनिर हाम्रो सानो मण्डली छ, त्यो मण्डलीसँग मिलेर चाहिँ आज हामी सङ्गति गर्छौँ। नाम्ची मौलहरूको दासको अगुवाईमा हामी यहाँ आएको छौँ बिहिबारको दिन। अब हामी यहाँ गाडी राख्दैछौँ। गाडी राखेर चाहिँ हामी यता रहेछ, यहाँ हजुर हामी चाहिँ आन्टीको घरमा आइपुग्यौँ र आन्टीले चाहिँ सबैजनालाई भित्र बोलाइरहनु भएको थियो। अनि उहाँ सबैजना चाहिँ भित्र बात गरिरहनु भएको थियो। अनि म चाहिँ यही बिचमा यही घरको सानो नानी, हाम्रो सन्डे स्कुलको नानीसँग चाहिँ बात गरिरहेको थिएँ बाहिर। दीक्षा राई हो, स्कुल पढ्छ? कुन स्कुल पढ्छ? सन्डे स्कुल आउनुहुन्छ त है? अब दिन सन्डे, अर्को सन्डे पनि आउनुपर्छ ल, गुड गर्ल भइकन ल। हातमा के बोकेको छौ देखाउनु त। अपुई खै तिम्रो नाना चाहिँ। ओहो, हल्ला गर्दै बदमास गर्दै बसेछ कि हल्ला गर्दै बसेछ हौ। यता हेर्नु हजुर। अनि हाम्रो सेवा पनि सुरु भयो। हामी माउन्टरीबाट 8 जना गएको थियौँ भने बिकमत त्यस ठाउँको मण्डलीको अङ्कल अनि बडा पनि आउनु भएको थियो। भर्खर हाम्रो सेवा अन्तिम सकेर चाहिँ अब हामी फर्किन आँटेको। अनि यहाँबाट चाहिँ हामी अब हामी यहाँबाट जाने वाला छौँ। हाम्रो सबिका साथी भन्दै रहेछ। अनि यहाँ चाहिँ हाम्रो एल्सादाई मण्डलीको माउन्टहरूको सानो मण्डली चाहिँ यहाँ पनि रहेछ। हामी चाहिँ आन्टी र आन्टीको फ्यामिलीलाई बिदा मागिकन नाम्ची फर्किरहेको थियौँ। आज एकदमै दामी वेदर भइरहेको थियो। अगाडि चाहिँ अलिअलि भए पनि पानी परेर कस्तो एकदमै फगी लागिरहेको थियो, तर आज चाहिँ उज्यालो छ्याङ्गै भइरहेको छ। अनि यो चाहिँ तपाईँहरूले देखिरहनु भएको चाहिँ भन्ज्याङ बजार हो। यो चाहिँ बजारको अगाडि मेन रोडबाट भइकन हामी चाहिँ नाम्ची जानुपर्छ। अनि भन्ज्याङ बजार चाहिँ यति नै हो। अनि यो चाहिँ अन्त हो, लास्ट हो भन्ज्याङ बजारको। अनि हामी चाहिँ नाम्ची गइरहेको थियौँ। तपाईँहरूले यो अब देखिरहनु भएको छ नि, नाम्चीको भ्यू। यो चाहिँ फाइनली हामी नाम्ची पनि आइपुग्यौँ। यसलाई पनि भन्ज्याङ रोड नै भनिन्छ। नाम्चीको तल यहाँ माथि चाहिँ न्यू सेकेन्ड्री स्कुल चाहिँ स्कुलको मुनिपट्टिको रोड, यसलाई चाहिँ भन्ज्याङ रोड पनि भनिन्छ। हामी चाहिँ यहाँ आइपुगिसकेको थियौँ। यहाँबाट चाहिँ नाम्ची बजार नजिकै हो। यो चाहिँ सेन्ट्रल पार्कको यो मुनिपट्टिको साइड, यहाँ चाहिँ रोड छ। हामी चाहिँ यहाँबाट चाहिँ डाइरेक्ट हामी चर्च गइरहेका थियौँ। तपाईँहरूले देखिरहनु भएको चाहिँ यो सेन्ट्रल पार्कको यो साइड मात्र हो। आज चाहिँ हाम्रो चर्चमा सेवा छ, बेलुकीको कटेज मिटिङ। त्यो भएर चाहिँ हामी हतार गरेर काहीँ ननिस्किकन हामी चर्च गएर बेलुकी भन्दाखेरि पनि इभिनिङ टाइममा 3 बजीदेखि
अनि यो तपाईँले देखिरहनु भएको चाहिँ नाम्ची डिस्ट्रिक्ट हस्पिटल कम्प्लिट भएको छैन। यो चाहिँ गेटहरू सबै बनिरहेको छ अहिले। फाइनली हामी माउन्ट हरेपको स्ट्यान्डमा आइपुग्यौँ। अनि हामी चाहिँ चर्च गइरहेको थियौँ छिटो छिटो, किनभने 3 बजिसकेको थियो। 3 बजीदेखि चाहिँ हाम्रो सेवाको टाइम थियो। हामी चर्च पुग्यौँ नाम्ची माउन्ट हरेप। अनि चर्चमा चाहिँ हाम्रो कोपा र भाइले चाहिँ काम गरिरहनु भएको थिएछ। सबै यो लसुनहरू केलाइरहनु भएको थियो। अनि कोपालाई मैले जिस्काइरहेको थिएँ, के गर्नुभएको भनिकन। कोपाले पनि नानी जस्तै जिस्किकन देखाउनु हुँदै थियो लसुनहरू। अनि उहाँ चाहिँ नेपालको निशा सिस्टर हुनुहुन्छ। यो पारी देखिरहनु भएको बाटो छ नि, यही बाटो भएर चाहिँ हामी भर्खरै नाम्ची आइपुगेका थियौँ। अनि प्रभुले दिनुभएको यो सुन्दर समय, यो सुन्दर वेदरको लागि चाहिँ प्रभुलाई धेरै धेरै धन्यवाद होस्।